सम्पूर्ण सदस्यज्यूहरू, यहाँ उपस्थित हुनुहुने तथा विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारणमा जोडिनु भएका आदरणीय नगरवासी, आमा बुबा, दिदी बहिनी, दाजुभाइहरू, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी मित्रहरू, सम्पूर्ण यहाँ उपस्थित सञ्चारकर्मी, सुरक्षाकर्मीहरू, आगामी 82-83 को लागि यस खाँदबारी नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुखको हैसियतले यहाँहरू समक्ष प्रस्तुत भएको हुँदा लक्ष्य अनुसार बजेट विनियोजन गर्न सकिएन। विभिन्न सरकारहरूबाट प्राप्त हुने बजेट सिलिङ समेत कटौती भएर आएको कुरा यहाँहरू सबै नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूले बुझ्नु भएकै छ। बजेटको सीमालाई मध्यनजर गरी छरितो र कार्यान्वयन योग्य नीति तथा कार्यक्रमहरू तयार गरेका छौँ। यस वर्षको नीति तथा कार्यक्रम तयार गर्ने, स्रोतको वितरण गर्ने क्रममा नेपालको संविधान 2072, स्थानीय सरकार सञ्चालन ऐन 74, राष्ट्रिय योजना आयोगले तयार गरी कार्यान्वयनमा ल्याएको चालु आवधिक योजना, दिगो विकास लक्ष्य, कोशी प्रदेशको दोस्रो आवधिक योजना, नगरपालिकाको पहिलो आवधिक योजना र स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन 2079लाई प्रमुख मार्गदर्शनको रूपमा लिएको बेहोरा अवगत गराउन चाहन्छु। नगरसभाका सदस्यज्यूहरू, अब म गत आवमा खाँदबारी नगरपालिकाले हासिल गरेका उपलब्धिहरूलाई बुझागत रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। खाँदबारी नगरपालिकाको रङ्गशाला निर्माण तीव्र रूपमा अगाडि बढेको, खाँदबारी नगरपालिकाभित्रको लगभग 10 किलोमिटर नगरस्तरीय सडकहरू नगरपालिकाको पहलमा कालोपत्रे बनेको र अन्य सडकहरू कालोपत्रे बन्ने क्रममा रहेको, अरुण लिफ्टिङ र अहिले ढोलबाजे गुठीटार लिफ्टिङको कार्य भइरहेको, यो गुठीटारको लिफ्टिङ आयोजना लगभग सम्पन्न भएको छ। हाम्रो यसमा के अरे यो 6 नम्बर वार्डको आले डाँडाको लिफ्टिङ कार्य पनि सम्पन्न भइसकेको छ। खाँदबारी नगरपालिका क्षेत्रमा पर्ने कोशी राजमार्ग अन्तर्गतको मुन्सी खोलादेखि छ्याङकुटीसम्मको लगतपट्टाको काम तीव्र रूपमा भइरहेको छ। खाँदबारी बजार क्षेत्रमा रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गरी बस पार्क स्थापना गरिएको, माङ्सीमा खानेपानीको पुनर्निर्माण तीव्र रूपमा अगाडि बढेको, खाँदबारी ढलको लागि 71 करोड रकम विनियोजन भएकोमा यस आर्थिक वर्षमा 30 करोड रकम बराबरको ठेक्का सम्झौता भएको, मनोकामना धाममा पर्यटकीय पूर्वाधार रङ्गशाला विस्तारको लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको। नगरसभाका सदस्यज्यूहरू, अब म आर्थिक वर्ष 82-83 का लागि 75 करोड 3,82,000 बजेटको परिधिमा रही प्रस्तावित वार्षिक विषयगत नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु। यस खाँदबारी नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक पूर्वाधार, वातावरण तथा विपद व्यवस्थापन, सुशासन लगायतका क्षेत्रहरूमा समुचित विकासका आधारमा अवलम्बन गर्ने मुख्य नीति तथा कार्यक्रम निम्नानुसार प्रस्तुत गर्दछु। आर्थिक विकास, आर्थिक समृद्धि बिना विकासको लक्ष्य पूरा गर्न कठिनाइ हुने भएकोले समृद्ध खाँदबारी नगरको नारासहित आर्थिक समृद्धिलाई विकासको मूल आधार बनाउँदै आर्थिक विकासको क्षेत्रमा देहाय बमोजिमको नीति अवलम्बन गरिनेछ। तल उल्लेखित नीतिहरू पूरा गर्न कार्यक्रमका लागि पनि आवश्यक बजेट विनियोजित गरिनेछ। कृषि तथा सहकारी, निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउन कृषि यान्त्रिकरण कार्यक्रमलाई अगाडि बढाइने, कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै समग्र कृषि क्षेत्रको उत्पादन वृद्धिमा जोड दिइने, जिल्लाभित्र उत्पादन हुने कृषि उपजहरूलाई मात्र नगरपालिका क्षेत्रभित्र लाग्ने, साप्ताहिक हाट बजारमा बेचबिखन हुने कृषिजन्य उत्पादनका लागि हाट कर मिना गर्ने कार्यलाई निरन्तरता दिइने, बेमौसमी फलफुल तथा तरकारीको बढावा दिन हावापानी माटो सुहाउँदो अन्नबाली उत्पादनलाई सहयोग गर्ने हेतुले भएको हाम्रो भारत भ्रमणलाई फलदायी बनाउन बागवानी हर्टिकल्चरको क्षेत्रमा परियोजना प्राप्त गरी उत्पादन अभिवृद्धि गरिने, तोरी खेती लगायत दलहन खेतीको विस्तार गर्न किसानहरूलाई अनुदान दिने व्यवस्था मिलाइने, किसानको लागतलाई सुनिश्चित गर्न कृषि बाली बिमाको कार्यक्रमलाई सुरुवात गरिने,
दुग्धजन्य पदार्थ प्रशोधन तथा वितरणका लागि स्थानीय सरकारवाला निकायहरूसँगको सहकार्यमा सहकारी मार्फत बिक्री वितरणको व्यवस्था थालनी गरिने, किसानको प्रोत्साहन नारासहित उत्पादित कृषि उपजलाई बजारसम्म ल्याउन सहकारी मार्फत प्रोत्साहित गरिने, माटो परीक्षण गरिने, तरकारी फलफुल पकेट क्षेत्र निर्धारण गरिने र त्यस क्षेत्रमा व्यावसायिक रूपमा उत्पादन गर्ने किसानहरूलाई आवश्यक आर्थिक सहयोग गरिने, कृषकहरूको मागलाई ध्यानमा राखी माछा पालन व्यवसायलाई अभिवृद्धि गर्न सङ्घ तथा प्रदेश सरकारको कार्यक्रमहरूमा सहयोग तथा सहजीकरण गरिने, खाँदबारी नगरभित्र 50 मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानहरूलाई प्रोत्साहित गरिने, कृषि क्षेत्र र कृषि सहकारी क्षेत्रको विकासका लागि कृषिसँग सम्बन्धित सम्पूर्ण तथ्याङ्क सङ्कलन तथा क्रमशः अद्यावधिक गरी अवस्थाको यकिन गर्नुको साथै सम्पूर्ण सहकारीलाई कोपोमिसमा आबद्ध गरिनेछ। बाली उत्पादनका लागि विशिष्टीकृत क्षेत्र निर्धारण गरी सुन्तला, कागती लगायतका नगदे बालीहरूको पकेट क्षेत्र जोनको रूपमा विकास गरी पकेट क्षेत्र जोन विशेष कार्यक्रम सञ्चालन गरिने, रोइथेने बालीको पहिचान गरी संरक्षण र बाली उत्पादनलाई प्रोत्साहित गरिने, कृषक वर्गीकरण कृषि परिचय पत्र उपलब्ध गराउन आवश्यक नियमको तर्जुमा गरिने, कृषिको व्यावसायिक खेतीमा महिला, एकल महिला, दलित एवं अति विपन्न वर्गको आबद्धतामा वृद्धि गरी गरिब निवारणमा जोड दिइने, नगरपालिका क्षेत्रभित्र कफी, ड्रागन, मेकाडेमिया, लहरे आँप, एभाकाडो जस्तो खेतीलाई प्रवर्धन गर्न आवश्यक प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिने, नगरपालिका क्षेत्रभित्रको निजी तथा साझेदारीमा सञ्चालन भएका कृषि फर्महरू तथा उत्कृष्ट कृषक पहिचान गरी सम्मान गरिने, रोइथाने बालीबाट उत्पादित उत्पादनलाई ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिनेछ। खाँदबारी नगरपालिका क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारीहरूको नियमित रूपमा अनुगमन नियमन गर्ने संयन्त्रको व्यवस्था मिलाइनेछ। सहकारी संस्थाहरू, टोल विकास संस्था, खाँदबारी उद्योग वाणिज्य सङ्घ तथा चेम्बर अफ कमर्स लगायतका अन्य निजी सङ्घ संस्थाहरूसँगको सहकार्यमा साझेदारीमा सहकारी विकास ब्याङ्क स्थापना र सञ्चालनको कार्यलाई अगाडि बढाइनेछ। कृषि सहकारी संस्थाहरू स्थापना तथा सञ्चालन गर्ने कार्यलाई उत्प्रेरित गर्दै नगरपालिकाभित्र उत्पादन हुने कृषि उपजहरूको लागि बजार सुनिश्चित हुने वातावरण तयार गरिनेछ। खाँदबारी नगरपालिका 3 मानेभन्ज्याङमा अत्याधुनिक कोल्ड स्टोर स्थापना गरिनेछ। उद्योग तथा वाणिज्य, नगरपालिकाका निजी क्षेत्र र सहकारी क्षेत्रको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्योग संरक्षण र विकास गरिनेछ। सङ्घ तथा प्रदेश सरकारको सहयोगमा खाँदबारी नगरपालिकाभित्र औद्योगिक ग्राम स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिइनेछ। स्थानीय सरकारसँग उचित समन्वय गरी खाँदबारी नगरपालिकाभित्र सुक्खा बन्दरगाह निर्माणका लागि पहल गरिनेछ। सङ्घीय सरकारबाट हस्तान्तरण भई आएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई नगरपालिकाको समेत सहकारी र साझेदारीमा प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। नगर क्षेत्रभित्र सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगहरूलाई प्रोत्साहन गर्न सङ्घ प्रदेश सरकार मार्फत हुने कार्यक्रमलाई सहजीकरण गरिनेछ। कालो बजारी न्यूनीकरण गर्न बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइनेछ। उद्योग वाणिज्य क्षेत्रको नीति नियमहरू बनाउन तथा लागू गर्न उद्योग वाणिज्य सङ्घ तथा नेपाल चेम्बर अफ कमर्ससँग सहकार्य गरिनेछ। साथै यसै वर्षबाट यो जडीबुटी सङ्कलन केन्द्रको स्थापना गरी अगाडि बढ्ने कुरा पनि म तपाईँहरूमा अनुरोध गर्न चाहन्छु। पर्यटनमा तुमलिङटार विमानस्थल परिसरमा स्थापना भएको सूचना केन्द्रलाई नगर क्षेत्रभित्रको धार्मिक, पर्यटकीय तथा अन्य महत्त्वपूर्ण स्थलहरूको विवरण समेत खुल्ने गरी थप स्रोत साधनयुक्त बनाइनेछ। खाँदबारी नगरपालिका क्षेत्रभित्र रहेको पार्क, धार्मिक स्थलहरू तथा बाल उद्यानहरूको विकास तथा संरक्षणमा निजी क्षेत्रसँग सहकार्य गरिनेछ। यस खाँदबारी नगरपालिका प्रवेश बिन्दुहरू तुमलिङटार, बडेरिनी, रामचेबेसी, छ्याङकुटी, हेलुवाबेसी, सतीघाट, चेवाबेसी जस्ता स्थानमा ट्रस र जस्ताको प्रयोग गरी मितव्यय तहले स्वागत द्वारहरू निर्माण गरिनेछ। ढोलबाजे जङ्गलमा पर्यटकीय पार्क निर्माण कार्यको थालनी गरिनेछ भने खाँदबारी बजारको पोखरी पार्क संरक्षण तथा
सौन्दर्यकरणलाई निरन्तरता दिनेछ। नगरपालिका क्षेत्रभित्र सामुदायिक वन उपभोक्ता महासङ्घ खानबारी नगर समितिसँग समन्वय गरी सडकसँगको नजिकको पहुँचमा रहेको सामुदायिक वन क्षेत्रभित्र बहुआयामिक पर्यटनको लागि संरचना निर्माण गर्ने कार्यको थालनी गरिनेछ। खानबारी नगरपालिका क्षेत्रमा फुटसल, स्विमिङ पुल आदि निर्माण र सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थाहरूलाई आवश्यक सहयोग गरिनेछ। नगरपालिका क्षेत्रभित्र सञ्चालित होमस्टेहरूलाई अझ व्यवस्थित बनाउँदै थप होमस्टे सञ्चालन तथा व्यवस्थापनमा स्थानीय समुदायलाई परिचालन गरिनेछ। धार्मिक पर्यटनको लागि धार्मिक क्षेत्रहरूमा गुरुयोजना बनाई विकास गरिनेछ। खानबारी नगरपालिकाको पर्यटकीय क्षेत्रहरूको सूचनामूलक जानकारी समेटिने गरी होटलहरूमा पर्यटकीय क्षेत्रको फोटो तथा ब्रोसर तयार गरी राख्ने व्यवस्था मिलाउन होटल व्यवसायी सङ्घसँग सहकार्य गरिनेछ। खानबारी नगरपालिका क्षेत्रभित्र रहेको 505 सिँढी, थालेडाँडा, रमिते, शहीद पार्क, माल्टा 4 धारा, 6 रेछाँगा, फिरफिरे डाँडा 7 धारा, माल्टा लगायतका पर्यटकीय क्षेत्रहरूको समुचित रूपमा विकास गर्न जोड दिइनेछ। नगरको स्वामित्वमा भएको जमिनको उचित संरक्षण गर्दै दर्शने धारा क्षेत्रमा उद्यान निर्माण गरी पर्यटन प्रवर्धन गरिनेछ। जलस्रोत तथा सिंचाई नगर क्षेत्रभित्र रहेको ठुला खोलाहरूमाबाट डिप बोरिङ मार्फत चेवा बेसी, रयले, बडेरिनी, हिगुवा बेसी र हेलुवा बेसीमा सिंचाईको व्यवस्था गर्ने कामको थालनी गरिनेछ। कृषि उपजको उत्पादकत्व बढाउनका लागि कृषियोग्य जमिनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन विभिन्न योजनाहरू सञ्चालन गरिनेछ। निर्माण भएका सिंचाई कुलोहरूको नियमित मर्मत गर्ने व्यवस्थाका लागि कुलोहरू दर्ता प्रक्रियामा ल्याउन जलस्रोत समितिलाई सक्रिय बनाइनेछ। बाढी र पहिरोबाट क्षति भएका सिंचाई कुलोहरू मर्मतका लागि पहल गरिनेछ। पानीका मुहानहरूको पहिचान गरी खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन आवश्यक योजनाहरू सञ्चालन गरिनेछ। सङ्घ तथा प्रदेश सरकारको सहयोगमा निर्माण भएका सिंचाई आयोजनाहरूको मर्मत गराउन सम्बन्धित निकायहरूलाई नै जिम्मेवार बनाउने नीति लिइनेछ। पशुपन्छी विकास खानबारी नगरपालिकाका वडाहरूमा 1 वडा 1 कृषि तथा पशु सेवा प्राविधिकको व्यवस्था गर्न हरेक वार्डमा 1 पशु प्राविधिक रहने गरी सङ्गठन संरचनालाई पुनरावलोकन गरिनेछ। किसानहरूको लागतलाई सुनिश्चितताका लागि पशु बिमा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गरिनेछ। सङ्घ र प्रदेश सरकारको सहयोगमा पशुहरूमा कृत्रिम गर्भधानको कार्यक्रमलाई निरन्तरता दिइनेछ। बगशाला निर्माण तथा बाख्रा लगायत अन्य पशुहरूको विकासका लागि पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइनेछ। पशुमा लाग्ने लम्पी स्किन जस्ता महामारीजन्य रोगको नियमित स्वास्थ्य उपचारमा पशु चिकित्सक तथा प्राविधिकहरूबाट उत्कृष्ट सेवा उपलब्ध गराइनेछ। मासु पसल फ्रेस हाउसहरूलाई मापदण्ड अनुसारको स्थापना गरी सञ्चालन गर्नुका साथै नियमित रूपमा विज्ञ निरीक्षकबाट निरीक्षणको व्यवस्था मिलाइनेछ। भूमि व्यवस्था खानबारी नगरपालिका वार्ड नम्बर 9 मुन्सी खोलादेखि छानकुटीसम्मको लगत गट्टा गर्ने काम चालु आवामा पनि निरन्तरता दिइनेछ। खानबारी नगरपालिका क्षेत्रभित्र रहेको ऐलानी प्रति सार्वजनिक जमिनको खोजी गरी त्यस्ता जमिनको लगत तयार गर्ने, लेखाङ्कन गर्ने र संरक्षण गर्ने कार्यको प्रारम्भ गरिनेछ। जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषियोग्य जमिनको अधिकतम उपयोग गर्ने नीति लिइनेछ। सार्वजनिक जग्गाहरूलाई हरियाली बढाउने सामुदायिक वन समूहहरू र स्थानीय क्लबहरूसँग सहकार्य गरिनेछ र यसै वर्ष भूमिहीनहरूको लागत तयार गरी यसै वर्ष भूमिहीन व्यक्तिहरूलाई नगरपालिकामा जग्गा उपलब्ध गएर उनीहरूको व्यवस्था गर्ने कार्य पनि यसै वर्ष सम्पन्न गरिनेछ। सामाजिक विकास सामाजिक एकता खानबारीको आवश्यकता भन्ने नारालाई व्यवहारमा लागू गरी सामाजिक विकासको क्षेत्रमा दया बमोजिमका नीतिहरू अवलम्बन गरिनेछ। यसका लागि तल उल्लेखित नीतिहरूलाई पूरा गर्ने कार्यक्रमतर्फ आवश्यक बजेट विनियोजन गरेको छु। सामुदायिक विद्यालयहरूको शैक्षिक क्रियाकलाप, भौतिक अवस्था, आर्थिक पारदर्शिता, जनशक्ति व्यवस्थापन, सिकाइ उपलब्धि लगायतका शैक्षिक क्रियाकलापको प्रभावकारी अनुगमनको व्यवस्था मिलाइनेछ। मुलुकमा नै प्रतिष्ठा राखेको योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको लागि
जग्गा प्राप्तिको लगायतका अन्य कार्यमा समन्वय र सहजीकरण गरिनेछ। सामुदायिक विद्यालयहरूलाई दिँदै आएको सञ्चालन अनुदान अपुग देखिएकोले आगामी दिनहरूमा थप अनुदान दिने नीति ल्याइनेछ। विपन्न दलित एवं सीमान्तकृत समुदायको दलित बालबालिकाहरूलाई विद्यालय पोसाक, शैक्षिक सामग्री र झोला उपलब्ध गराउने नीति लिइनेछ। निजी विद्यालयहरूको गुणस्तर, भौतिक व्यवस्थापन, शुल्क, पाठ्यपुस्तक लगायतका शैक्षिक गतिविधिलाई अनुगमन तथा नियमन गर्ने परिपाटीको विकास गरिनेछ। सामुदायिक विद्यालयहरू सञ्चालनका लागि सार्वजनिक निजी साझेदारीमा अभिवृद्धि गर्दै अभिभावकको सहयोगको संलग्नता बढाउने नीति लिइनेछ। यस नगरपालिकाको कुनै एक विद्यालयलाई प्रविधि मैत्री बनाउन आवश्यक व्यवस्था मिलाइनेछ। विद्यालय तहमा नै बालबालिकाले गर्ने आत्महत्या न्यूनीकरण गर्न जनचेतनामूलक सकारात्मक सोचाइ जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयबाट उच्च अङ्कका साथ उत्तीर्ण भएका विद्यार्थीहरूलाई नगरपालिकाको सिफारिसमा निजी तथा सामुदायिक संस्थाहरूको कोटामा अध्ययनको अवसरलाई व्यवस्थित गरिनेछ। विद्यालयको परीक्षा सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गरिनेछ। आधारभूत तह उत्तीर्ण परीक्षालाई विश्वसनीय बनाउन अनिवार्य विषयको उत्तर पुस्तिका सङ्कलन गरी विज्ञबाट परीक्षण गरिनेछ। सरकारवालाहरूको राय सुझावको आधारमा स्थानीय पाठ्यक्रमको परिमार्जन गरी लागू गरिनेछ। बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सहयोग पुर्याउने यो ज्ञान शिक्षाको अभ्यास गराइनेछ। खाँदबारी नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीसँग प्रत्यक्ष संवाद, अन्तर्क्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालयमा कार्यरत बाल शिक्षिका तथा विद्यालय सहयोगी कर्मचारीहरूलाई विगतमा दिँदै आएको थप अनुदानलाई निरन्तरता दिइनेछ। माध्यमिक तहमा एउटा पनि दरबन्दी नभएका विद्यालयहरूलाई गत वर्ष दिएको अनुदानलाई यथावत राख्ने प्रबन्ध मिलाइएको छ। सूचना तथा प्रविधि मैत्री विद्यालय व्यवस्थापनका लागि विद्यालयको वेबसाइट निर्माण, आइसिटी भर्चुअल क्लास, ई-लाइब्रेरीको स्थापना, इन्टरनेटको व्यवस्था, सीसी क्यामेराको जडान र सञ्चालनका लागि कार्यक्रम बनाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न जोड दिइनेछ। नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा अतिरिक्त क्रियाकलापलाई शिक्षण सिकाइका अभिन्न अङ्गको रूपमा अवलम्बन गर्दै विद्यालयमा स्काउट, राष्ट्रिय सेवा दल, रेड क्रस सर्कल तथा बाल क्लब गठनलाई निरन्तरतामा सहयोग गरिनेछ। नगर शिक्षा गुरु योजना अनुरूप हरेक शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या, उपलब्ध शिक्षक सङ्ख्याका आधारमा उच्च मावि, निम्न माध्यमिक तथा आधारभूत तह बाल कक्षा समेतको शिक्षक दरबन्दी मिलानलाई थप व्यवस्थित बनाइनेछ। विद्यालय छाडेका तथा विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई वैकल्पिक शिक्षाको व्यवस्थाका लागि उपयुक्त कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय शिक्षालाई प्रभावकारी बनाई परिणाम प्रति उत्तरदायी बनाउन सबै सामुदायिक विद्यालयहरूको प्रधान अध्यापकहरूसँग कार्य सम्पादन सम्झौता गरी उपलब्धिका आधारमा प्रोत्साहनको व्यवस्था गरिनेछ। शिक्षकहरूलाई तालिम, अन्तर्क्रिया एवं अनुभव आदान प्रदानमा सहभागी गराई पेशागत दक्षतामा अभिवृद्धि ल्याउँदै शिक्षण पद्धतिलाई प्रभावकारी बनाइनेछ। संस्कारी नागरिक निर्माण अभियान सञ्चालनका लागि सामुदायिक विद्यालय अन्तर्गत विभिन्न कक्षाहरूको स्थानीय पाठ्यक्रममा यस सम्बन्धी विषयहरू समावेश गरिनेछ। सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा शिक्षा सम्बन्धी अन्य क्षेत्रको समुचित विकास गर्नका लागि सरकारवालाहरूको सहभागितामा नगर शिक्षा योजनालाई समयानुकूल परिमार्जन गर्दै नगरपालिका भित्रका विद्यालयहरूलाई रोजगारमुखी प्राविधिक शिक्षा अध्ययन अध्यापन गराउनेतर्फ उन्मुख गराइनेछ। नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूलाई कक्षा 9 देखि प्राविधिक विषय अध्ययन अध्यापन गराउन प्रोत्साहन गरिनेछ। प्राविधिक विषयमा अध्ययन अध्यापन गराउन चाहने सामुदायिक विद्यालयहरूलाई सहयोग गरिनेछ। सामुदायिक विद्यालयहरूलाई अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउन उत्प्रेरित गरिनेछ। सामुदायिक विद्यालयहरूको नियमित अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाई कार्य सम्पादनमा उत्कृष्ट देखिएका विद्यालय तथा शिक्षकहरूलाई प्रोत्साहन गरिनेछ। सामुदायिक विद्यालयबाट एससी उत्तीर्ण भएका जेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न नगर प्रमुख छात्रवृत्ति कोष स्थापना गरिनेछ। खाँदबारी नगरपालिका क्षेत्रभित्र रहेका उच्च शिक्षा अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरूलाई उचित अनुदान तथा सहयोगको व्यवस्था गरिनेछ। त्यस्ता संस्थाहरूसँग छात्रवृत्तिको लागि पहल गरिनेछ। नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूलाई सूचक बनाई
नमुना विद्यालयको रूपमा विकास गर्न चरणबद्ध कार्यक्रमहरू सञ्चालन गरिनेछ। निजी विद्यालय र सामुदायिक विद्यालयको बीचमा सहकार्यको क्षेत्र पहिल्यै साझेदारीमा निजी तथा सामुदायिक विद्यालय शिक्षा साझेदारी कार्यक्रमहरू सञ्चालन गरिनेछ। वडाहरूमा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी त्यस्ता केन्द्रहरू मार्फत साक्षरता तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरी सबै उमेर समूहका नागरिकलाई साक्षर बनाउने कार्यक्रम सञ्चालन गरिनेछ। विभिन्न दात्री सङ्घ संस्था एवं निकायसँग समन्वय र सहकार्य गरी पुस्तकालय स्थापना र सञ्चालनको व्यवस्था मिलाइनेछ। स्वास्थ्य मृगौलाका बिरामीहरूलाई होमोडायलिसिस सेवा उपलब्ध गराउन खाँदबारी अस्पताललाई आवश्यक बजेट विनियोजन गरिनेछ। नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय सेवा पाउने गरी भौतिक पूर्वाधारमा सुधार तथा स्वास्थ्य कर्मीहरूलाई तालिमको उचित प्रबन्ध मिलाइनेछ। निःशुल्क रूपमा प्रदान गर्ने भनी नेपाल सरकारद्वारा तोकिएका औषधिहरू गुणस्तरयुक्त तथा समयमा नै सबै स्वास्थ्य संस्थाहरूमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ। तेजरत्न आँखा उपचार केन्द्र खाँदबारीलाई आँखा शल्यक्रिया उपचार कक्ष निर्माणका लागि आवश्यक पहल तथा बजेट विनियोजित गरिनेछ। नेपाल रेड क्रस सोसाइटी र खाँदबारी अस्पतालसँग सहकार्य गरी ब्लड ब्याङ्क स्थापनामा विशेष सहयोग गरिनेछ। अल्पकालीन आश्रय केन्द्र सेफ हाउस सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग गरिनेछ। सरकारवाला निकायहरूसँग समन्वय गरी मानसिक रोग भएका बिरामीहरूलाई मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी तथा अन्य सम्बन्धित निकायहरूलाई तालिम दिई परिचालित गरिनेछ। पोषणको क्षेत्रमा अन्तर्क्षेत्रीय समन्वयका आधारमा गुणस्तरीय एवं स्वास्थ्य खाद्य पदार्थको पहुँच र प्रयोगलाई विस्तार गरी कुपोषण न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। विपदजन्य घटनाबाट हुन सक्ने चोटपटकका कारण अपङ्गता हुने र मृत्युदरमा भइरहेको वृद्धिलाई रोकथाम र शीघ्र उपचारको व्यवस्था गर्न एम्बुलेन्स सेवालाई अझ प्रभावकारी रूपमा विस्तार गरिनेछ। स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको प्रयोगलाई व्यवस्थित बनाई स्वास्थ्यसँग सम्बन्धित तथ्याङ्कहरूको गुणस्तर र विश्वसनीयतामा वृद्धि गरिनेछ। विपन्न नागरिक तथा दीर्घरोगीलाई ठुलो धनराशि खर्च भई पीडित भएका बिरामीहरूलाई स्वास्थ्य उपचारमा सहयोग गर्न आर्थिक सहायतालाई थप व्यवस्थित बनाइनेछ। ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा प्राथमिक उपचारलाई सहज पहुँचमा ल्याइनेछ। स्वास्थ्य स्वयंसेविकाहरू मार्फत मातृ तथा बाल स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन नगर क्षेत्रभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पुनर्ताजगी तालिमको साथै प्रोत्साहनको व्यवस्था गरिनेछ। स्वास्थ्य सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्न नगरपालिकाले प्राविधिक शिक्षा सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्यको थालनी गरिनेछ। जनउपयोगी आयुर्वेद तथा योग शिक्षालाई प्रभावकारी रूपमा प्रचार प्रसार गर्न सहयोग गरिनेछ। नगरवासीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न जिल्ला अस्पताल लगायत सङ्घ प्रदेश र अन्तर्गत रहेका अन्य स्वास्थ्य संस्थाहरूसँग स्वास्थ्य शिविर सञ्चालन गर्न समन्वय गरिनेछ। खानेपानी तथा सरसफाई हिमालय माध्यमिक विद्यालयको जग्गामा 1 लाख लिटरको ट्याङ्की निर्माण गरी खानेपानी वितरण गरिनेछ। खाँदबारी बजार लगायत नगर क्षेत्रमा निरन्तर स्वच्छ खानेपानीको व्यवस्था गर्न माङ्सीमा खानेपानीको पुनर्निर्माणलाई सम्पन्न गरी खानेपानी सुचारू गरिनेछ। खाँदबारी बजार क्षेत्रलाई खानेपानीको समस्याबाट मुक्त गर्न प्रभावकारी नीति कार्यक्रम तथा योजनाहरू ल्याइनेछ। यसका लागि नागरिक हातेमालो अभियान सुरु गरिनेछ। खाँदबारी नगरपालिकालाई प्लास्टिक मुक्त नगरको रूपमा विकास गर्न दुर्योजना तयार गरी लागू गरिनेछ। खाँदबारी नगर क्षेत्रभित्रमा रहेका खानेपानी संस्था समितिहरूलाई थप प्रभावकारी बनाउन एक द्वार नीति लागू गरिनेछ। नगरपालिकाका हरेक घरहरूलाई आगामी 3 वर्षभित्रमा खानेपानी धारा उपलब्ध गराउन एक धारा योजना ल्याइनेछ। यसका लागि खानेपानी उपभोक्ता समितिहरूसँग समन्वय गरी खानेपानी संस्थाहरूको व्यवस्थापनमा व्यापक सुधार गर्ने कार्यलाई प्राथमिकता साथ अगाडि बढाइनेछ। सङ्घ तथा प्रदेश सरकारको सहयोगमा अरुण लगायतका नदी खोलाहरूबाट लिफ्टिङ प्रणालीबाट खानेपानी योजना सञ्चालन गरिनेछ। परम्परागत पानीको मूल स्रोतहरूको संरक्षण गर्न त्यस्ता क्षेत्रमा जग्गा उत्खनन गर्न नदिने विधि बनाइनेछ। भाषा तथा संस्कृति खाँदबारी नगर क्षेत्रमा मगर संस्कृतिको संरक्षण गर्न
नेपालका प्रथम शहीद लखन थापाको शालिग र बराजु थान र बुढी बजुको शालिग निर्माण गरिनेछ। नेपाल तथा भारतका विभिन्न धार्मिक शक्तिपीठहरूसँग मनोकामना मन्दिर क्षेत्रसँग सम्बन्ध स्थापित गर्न अध्ययन अवलोकन गर्ने प्रबन्ध मिलाइनेछ। नगर क्षेत्रभित्र बोलिने मातृभाषाहरूको संरक्षणका लागि पाठ्य पुस्तक निर्माण गरी सरकारवालाहरूसँग सहकार्य गरिनेछ। ऐतिहासिक मनोकामना मन्दिरलाई व्यवस्थित गर्न धार्मिक पर्यटन विकास गर्न गुरु योजना कार्यान्वयनमा सहजीकरण गर्दै लगिनेछ। नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक पुरातात्विक सम्पदाहरूको संरक्षण र सम्वर्धनमा जोड दिइनेछ। सबै जात जातिको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्किने गरी सङ्ग्रहालय स्थापना गर्ने कार्यको थालनी यही वर्ष गरिनेछ। परम्परागत मौलिक एवं लोकोन्मुख कला संस्कृति भाषा र साहित्यको संरक्षण सम्वर्धनका लागि संरक्षणमुखी कार्यक्रमहरू सञ्चालनमा जोड दिइनेछ। अरुण वरुण मनोकामना मोक्ष घाटलाई थप व्यवस्थित बनाइनेछ। साथै अन्य जातीय पहिचान रहेका शब्द स्थलहरूको विकासमा सहजीकरण तथा लगानी गरिनेछ। नगरपालिकाभित्र रहेका विभिन्न जात जाति धर्म संस्कृति वेशभूषा परम्पराको संरक्षण तथा प्रवर्धन गरिनेछ। नगर क्षेत्रभित्र संस्कृति जोडिएका मेला पर्व लाग्ने स्थानहरू देवालयहरूको विकासमा सहयोग गरिनेछ। साथै सोको महत्त्व कायम राख्न आवश्यक ठानिएका दिनहरूमा सार्वजनिक बिदा समेत दिने व्यवस्था मिलाइनेछ। लैङ्गिक समानता तथा सामाजिक विकास र समावेशीकरण वडा र नगर स्तरीय सञ्जाल निर्माण गरी एकल महिलाहरूको हक अधिकार तथा क्षमता अभिवृद्धि तथा संस्थाको भौतिक पूर्वाधार सुधार गर्न आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको सुविधालाई ध्यानमा राखी ब्याङ्कसँग समन्वय गर्दै वडाहरूमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ। जन्म मृत्यु जस्ता व्यक्तिगत घटनाहरू दर्ता गर्नका लागि आगामी आबदेखि नागरिकहरूको घर दैलोमा नै गई सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। खानबारी नगरपालिका वार्ड नम्बर 9 को मनोकामना धाम क्षेत्रमा लोकगायक खेमराज गुरुङ विदेशी योगमा लगायत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तिहरूको शालिग निर्माण गरी पहिचान दिइनेछ। महिलाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूको संस्थागत क्षमता विकास र नीति निर्माणको तहमा उचित प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ। लैङ्गिक हिंसाबाट पीडित महिलाहरूको उचित संरक्षण र न्यायका लागि सेवा केन्द्र स्थापना सञ्चालन र मनोसामाजिक विमर्शका लागि सम्बन्धित सङ्घ संस्थाहरूसँग साझेदारी तथा समन्वय गरिनेछ। अति विपन्न नागरिकका छोराछोरी तथा एकल महिलाका सन्ततिहरूका लागि छात्रवृत्तिको क्रमिक रूपमा व्यवस्था गरिँदै लगिनेछ। बाल अधिकारको सुनिश्चितताका लागि बालबालिकाको पहिचान विकास संरक्षण र सहभागिताको क्षेत्रमा सङ्घीय तथा प्रदेश सरकार र बालबालिकासँग संबन्धित रहेर काम गर्ने सङ्घ संस्थाहरूसँग सहकार र समन्वय गर्दै आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ। खानबारी नगरपालिकालाई बाल श्रम मुक्त नगर घोषणा गर्ने कार्यक्रम अगाडि बढाइनेछ। आदिवासी जनजातिहरूको पहिचान सहितको अधिकार सुनिश्चित गर्ने अवसर सिर्जना गर्न विभिन्न सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ। समाजमा व्याप्त विकृति विसङ्गति छुवाछुत र भेदभावजन्य क्रियाकलापहरू न्यूनीकरण गर्दै सभ्य र सुसंस्कृत समाजको स्थापना गर्न विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछ। दलितहरूको शिक्षा सिप तथा क्षमता विकासका लागि छात्रवृत्ति आय आर्जन तथा रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरूको क्षमताका आधारमा सिप विकास तथा उद्यमशीलता तालिम प्रदान गरी स्वरोजगार तथा आय आर्जनको अवसर सिर्जना गरिनेछ। आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिला बालबालिका दलित अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सीमान्तकृत समुदायको अभिलेख तथा खण्डीकृत तथ्याङ्क तयार गरी सो अनुसारको सामाजिक तथा आर्थिक उत्थानका कार्यक्रमहरूको सञ्चालनको व्यवस्था गरिनेछ। महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएको व्यक्ति दलित आदिवासी जनजाति अल्पसङ्ख्यक आदिलाई सबै खाले विकाससँग जोडिनेछ। लक्षित समूह अन्तर्गत दलितहरूको हक अधिकारलाई सुनिश्चित गर्न वडा तथा नगर स्तरमा सञ्चालन तथा समूह बनाई क्षमता विकासमा जोड दिनेछ। यसै वर्ष खानेपानीको बिल र बिजुलीको बिल वडाबाटै तिर्ने व्यवस्थाका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाइनेछ र म यसै सन्दर्भमा वडा नम्बर 4 ले पहिलो पटक सुरु गरेकोमा वडा नम्बर 4 लाई
यो नगरसभाबाटै हार्दिक धन्यवाद ज्ञापन गर्न पनि चाहन्छु। युवा तथा खेलकुद खाँदबारी नगर क्षेत्रमा यसै वर्ष स्विमिङ पुल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रस्ताव DPR सहित कार्यान्वयन गरिनेछ। खाँदबारी नगरपालिका क्षेत्रमा क्रिकेट मैदानका लगायत जग्गा खरिद गरी विस्तृत परियोजना प्रस्ताव DPR तयार गरिनेछ। सोमनाथ घिमिरे स्मृति कबड हल खाँदबारीको सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गरी दिगो व्यवस्थापन गरिनेछ। युवाहरूको आवाजलाई मध्यनजर गर्दै सार्वजनिक विकास निर्माणमा सहभागिता जनाउन युवाहरूको सङ्घ संस्थाहरूलाई अभिप्रेरित गरिनेछ। विभिन्न खेलकुद प्रतियोगितामा छनौट भएका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न खेलाडी बन्द प्रशिक्षण अवधारणा ल्याइनेछ। नगर खेलकुद विकास समितिलाई खेलकुदको विकासमा ऐन नियम र कार्यविधि तयार गरी थप प्रभावकारी बनाइनेछ। छिमेकी पालिका तथा जिल्लाहरूसँग आपसी समन्वयमा खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ र अन्यत्र सञ्चालित प्रतियोगिताहरूमा खेलाडीको सहभागिता गराइनेछ। क्षमता अभिवृद्धि कार्यक्रम मार्फत युवा उद्यमशीलता तथा स्वरोजगार बनाउन सङ्घ तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सञ्चालन गर्दा साझेदारी नीति लिइनेछ। खाँदबारी नगरपालिका वडा नम्बर 4-5 रहेको भगवन्त रङ्गशाला विस्तारको लागि पुनः थप जग्गा प्राप्ति कार्य अगाडि बढाइनेछ। साथै वडा नम्बर 10 र 11 खेल मैदानको जग्गा प्राप्ति कार्य र त्यसलाई मैदान बनाउनका लागि आवश्यक कार्य सम्पन्न गरिनेछ। विद्यालय तहदेखि नै खेलकुदको विकासका लागि विद्यालय स्तरीय रनिङ सिल तथा एथलेटिक्स खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। खेलकुदसँग सम्बन्धित सङ्घ संस्थाहरूसँग सहकार्य समन्वय गरी विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। प्रचलित कानुन बमोजिम दर्ता भएका क्लब तथा सङ्घ संस्थाहरूलाई खेलकुद कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरिनेछ। नगरभित्रका उत्कृष्ट खेलाडी तथा सङ्घ संस्थाहरूलाई सम्मान गरिनेछ। राष्ट्रिय तथा प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरूमा सहभागी हुन जाने खेलाडीहरूलाई आवश्यक सहयोग गरिनेछ। नगर खेलकुदको दिगो व्यवस्थापनका लागि सुविधा सम्पन्न कबड हलको विकासलाई प्राथमिकता दिइनेछ। एक वडा एक खेल मैदान तथा रङ्गशाला निर्माणका लागि आवश्यक पहल गरिनेछ। सफा र सुन्दर नगर निर्माणमा युवाहरूलाई परिचालित गरिनेछ। पूर्वाधार विकास सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएका सशर्तका कार्यक्रम बाहेक नगरपालिकाको आन्तरिक रूपमा पूर्वाधार विकासको क्षेत्रमा लिएका नीतिहरूलाई पूरा गर्न अन्य कार्यक्रम व्यतिरिक्त पूर्वाधार विकास समिति मार्फत कार्यक्रमका लागि आवश्यक बजेट विनियोजित गरेको छु। नेपाल सरकारको समपूरक अनुदानबाट सञ्चालित हुने आयोजनाहरू तथा सडक बोर्ड नेपालको साझेदारीमा हुने सडक निर्माण तथा मर्मत कार्यका प्रत्येक वडालाई समेट्न गरी रिङ रोडको अवधारणालाई पूर्णता दिँदै लगिनेछ। भवनहरूको विद्युतीय नक्सा प्रणाली लागू गरिनेछ। नगरपालिका भित्रका सबै सडकहरूको नामाकरण गरी वैज्ञानिक घर नम्बर वितरण गर्ने कार्यको प्रारम्भ गरिनेछ। खाँदबारी नगरपालिकाका सार्वजनिक हाट लाग्ने स्थानमा बजार व्यवस्थापन गर्न नगर विकास कोषको सहयोगमा बजार व्यवस्थापन गरिनेछ। नगरभित्रका गौरवका आयोजनाहरूको स्तरोन्नतिको काम गरी थप गौरवका पूर्वाधारहरू सुरुवात गरिनेछ। अत्यावश्यक बाहेक सडकको नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गर्दै हाल रहेका सडकहरूलाई 12 महिना सवारी साधन सञ्चालन हुने गरी स्तरोन्नति गरिनेछ। आगामी 3 वर्षभित्र मूल सडकबाट सम्पूर्ण वडाको केन्द्रसम्म जाने सडकलाई कालोपत्र गर्ने कार्यलाई पूर्णता दिइनेछ। अन्तरपालिका जिल्ला प्रदेश एवं केन्द्रीय सडक सञ्जालसँग जोडिएका सडकहरू विस्तार गरी 12 महिना यातायातको साधन चलाउन सक्ने गरी योजना तयार गरिनेछ। निर्माण भएका सडकहरूको दायाँ बायाँ पहिरो नियन्त्रणका लागि वृक्षारोपणको कार्यलाई प्रभावकारी बनाइनेछ। प्रदेश तथा सङ्घीय सरकारबाट नगर क्षेत्रभित्र कार्यान्वयन हुने आयोजनाहरूको गुणस्तर लागत र समय समेतको अनुगमन नगरपालिकाबाट समेत हुने व्यवस्था गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिनेछ। नगरपालिका क्षेत्रभित्रका महत्त्वपूर्ण सडकहरूको निर्माण पूर्व सर्वे ड्रइङ डिजाइन लगायतका अनुमान र वातावरणीय प्रभाव मूल्याङ्कन गरी सोको आधारमा मात्र सडक निर्माण कार्य गरिनेछ। सडकहरू मर्मत सम्हार गर्ने कार्यमा स्थानीय समुदायहरूलाई परिचालित गरिनेछ। ठुला पूर्वाधारका योजनाहरू ढिलो ठेक्का बन्दोबस्त हुँदा समयमै सशक्त र समपूरक बजेट खर्च हुन नसकी नगरपालिकामा बढेको ठुलो दायित्व न्यून गर्न आगामी आवमा सम्पूर्ण ठेक्का कार्तिक मसान्तभित्र नै
सम्झौता गरिसक्ने नीति अवलम्बन गरिनेछ। यो यातायात पूर्वाधार विकास नगरका मुख्य बजार क्षेत्रमा पार्किङ स्थल तोकी अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिनेछ। निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको खानबारी बस पार्कलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउँदै लगिनेछ। नगर क्षेत्रभित्र प्रवेश गर्ने यातायातको साधनहरूबाट लिने सरसफाई शुल्कलाई थप व्यवस्थित गर्दै लगिनेछ। बस पार्कको लागि प्राप्त भएका जग्गाहरूलाई बस पार्क बनाउन थालिनेछ। साथै ठेक्का सम्झौता भएका बस पार्क निर्माणलाई तीव्रता दिइनेछ। यातायात व्यवसायहरू तथा अन्य निजी सङ्घ संस्थाहरूसँग समन्वय र सहकार्य गरी नगरपालिका क्षेत्रभित्र सर्वसुलभ नियमित भरपर्दो र सुरक्षित यातायात सेवाको सुनिश्चितता गरिनेछ। महिला बालबालिका बिरामी असहाय ज्येष्ठ नागरिक तथा अपाङ्ग मैत्री यातायात सेवा सञ्चालनका लागि पहल गरिनेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी सडक दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक सुरक्षा उपायहरू अवलम्बन गरिनेछ। भवन आवास तथा शहरी विकास खानबारी नगरपालिकाको केन्द्रमा सुविधा सम्पन्न नगरसभा गृह क्रमागत रूपमा सम्पन्न गर्ने गरी यसै वर्ष सुरु गरिनेछ। सिलचुङ पहिरो पीडितहरूलाई पुनर्स्थापना गरिएको खानबारी नगरपालिका वडा नम्बर 7 मा रहेको पुनर्स्थापित बस्तीलाई नगरको नमुना बस्तीको रूपमा विकास गर्न जोड दिइनेछ। भवन तथा बस्तीहरूमा भूकम्पीय जोखिम न्यूनीकरण गर्नका लागि माटो परीक्षण कार्यक्रम अगाडि बढाइनेछ। भवन निर्माण आचार संहिता तथा न्यूनतम मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइनेछ। नगरपालिकाबाट निर्माण हुने भवनहरू बाल मैत्री, अपाङ्ग मैत्री, महिला तथा ज्येष्ठ नागरिक मैत्री बनाउन जोड दिइनेछ। सङ्घीय तथा प्रादेशिक कानुनको अधीनमा रही सार्वजनिक निर्माण सुरक्षित तथा बजार सम्बन्धी नीति कानुन मापदण्ड बनाई अनुगमन तथा नियमन गरिनेछ। शहरीकरण भएका वडाहरूमा रहेको सार्वजनिक हाट बजार शौचालय व्यवस्थापन गर्न टोल विकास संस्थाहरूसँग सम्झौता गरी कार्यान्वयन गरिनेछ। घर नक्सा पास गर्न विद्युतीय नक्सा प्रणालीको सुरुवात गरिनेछ। विद्युत तथा वैकल्पिक ऊर्जा जिल्लाका विभिन्न नदी तथा खोलाहरूबाट उत्पादित बिजुली खानबारी नगरपालिका क्षेत्रभित्र विस्तार तथा निर्माण हुँदा राष्ट्रिय नीति कानुन र स्थानीय वस्तुस्थितिलाई आधार मानिसकेसम्म नागरिक मैत्री मुआवजा निर्धारणको नीति लिइनेछ। नाङ्गो बिजुलीको तारको सट्टामा एबिसी केबलहरू एवं ओभरहेड तथा अन्डरग्राउन्ड गर्नका लागि सम्बन्धित निकायमा पहल गरिनेछ। खानबारी नगरपालिकाका मुख्य सडक तथा बजार क्षेत्रमा नगरपालिका र उपभोक्ताको लागत साझेदारीमा सौर बत्ती जडानको कार्यलाई निरन्तरता दिनेछ। गोबर ग्यास धुवा रहित चुलो निश्चित प्रतिशतमा अनुदानमा उपलब्ध गराइने नीति लिएर अगाडि बढिनेछ। विद्युत विस्तारका क्रममा नगरपालिका क्षेत्रभित्रका विभिन्न वडाहरूमा रहेका काठका पुलहरू हटाउन नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिनेछ। नगर क्षेत्रमा प्रसारण लाइन मार्फत सब स्टेसनसम्म जोडिने जलविद्युत आयोजनाहरूलाई नगर क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि अनुमति लिने व्यवस्था मिलाइनेछ। साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न सहकार्य गरिनेछ र यस्ता आयोजनाहरूलाई करको दायरामा ल्याइनेछ। सञ्चार तथा सूचना प्रविधि नगरपालिका क्षेत्रभित्रका मुख्य बजार तथा चोकहरू तथा वडा कार्यालयहरूमा भरपर्दो रूपमा निःशुल्क वाइफाई सेवा जडान विस्तार गरिनेछ। डिजिटल नगर प्रोफाइललाई अपडेट तथा अपग्रेड गरी नगरपालिकाको वस्तुस्थिति तथा ऐतिहासिक दस्तावेजहरू अन्य विवरणलाई समय सापेक्ष बनाउँदै लगिनेछ। वडा कार्यालयहरू स्वास्थ्य संस्थाहरूको इन्टरनेट नेटवर्कलाई थप आवश्यक सुदृढीकरण गर्दै लगिनेछ। केन्द्रीकृत सिफारिस तथा प्रमाणपत्र व्यवस्थापन प्रणालीको विकास गरी प्रयोगमा ल्याइनेछ। एकीकृत विद्युतीय सुशासन प्रणालीको विकास गरी प्रयोगमा ल्याइनेछ। कार्यालयबाट प्रदान गरिने सेवाहरूको टोकन प्रणाली तथा दर्ता चलानीलाई डिजिटलाइजेसनको लागि आवश्यक पूर्वाधारको विकास गरिनेछ। नगरपालिकाको सम्पूर्ण शाखा तथा वडा कार्यालयहरूमा सीसी क्यामेरा जडान गरी सार्वजनिक सेवालाई थप पारदर्शी बनाइनेछ। साथै जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका संवेदनशील क्षेत्रहरूमा सीसी क्यामेरा जडान गरिनेछ। सूचना प्रविधि शाखालाई आवश्यक भौतिक सामग्री लगायत अन्य थप जनशक्तिको व्यवस्थापन गरी नगरपालिकाको दैनिक सेवा प्रवाहलाई अझ चुस्त र दुरुस्त बनाउँदै लगिनेछ। स्थानीय पत्र पत्रिका, रेडियो, एफएम, अनलाइन आदि सञ्चार माध्यमहरूसँग आपसी सहकार्य र समन्वय गरी सञ्चार क्षेत्रको विकासमा जोड दिइनेछ। नगरपालिकाका गतिविधिहरूको नागरिकबाट सुझाव तथा सरसल्लाह सामाजिक सञ्जालको माध्यमबाट पनि लिने व्यवस्था मिलाइनेछ।
खानबारी नगरपालिकाको गतिविधिलाई सञ्चार माध्यम मार्फत प्रचार प्रसार गर्ने एकजना पत्रकारलाई पत्रकार महासङ्घको सिफारिसमा पुरस्कृत गर्ने परिपाटीको थालनी गरिनेछ। सबै सञ्चार गृहहरूलाई समानुपातिक सूचना वितरणको व्यवस्था मिलाइनेछ। स्थानीय सञ्चार माध्यमहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न स्थानीय सञ्चार नीति तर्जुमा गरिनेछ। नगरपालिका मार्फत खोजमूलक पत्रकारिताको प्रवर्धन गरिनेछ। वन तथा वातावरण तथा विपद व्यवस्थापन। वन वातावरण तथा विपद व्यवस्थापनमा दिगो रूपमा विकास गर्ने, यसका लागि तल उल्लेखित नीतिहरूलाई पूरा गर्न नगरबाट सञ्चालन हुने कार्यक्रमको अतिरिक्त समिति मार्फत कार्यक्रमतर्फ आवश्यक बजेट विनियोजन गरेको छु। वन तथा भू संरक्षण। वन डढेलो रोकथामका लागि प्रचार प्रसार गर्ने केही सामुदायिक वनमा पानी पोखरी निर्माणको व्यवस्था मिलाइनेछ। ढोलबाजे जङ्गलको घेराबार भन्दा बाहिरको सार्वजनिक जग्गालाई नगरपालिकाले संरक्षण तथा सदुपयोग गर्नेछ। नगर क्षेत्रको वन जङ्गलहरूको उचित संरक्षण कार्य सामुदायिक वन उपभोक्ता महासङ्घ नगर कार्य समितिसँग समन्वय गरी अगाडि बढिनेछ। नगरपालिका क्षेत्रभित्रका ऐतिहासिक धार्मिक वनहरूको संरक्षणमा जोड दिइनेछ। खानबारी नगरपालिकाको भू संरक्षण सम्बन्धमा आवश्यक ऐन तथा विधि बनाई लागू गरिनेछ। वन वातावरण तथा भू संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउँदै तिनीहरूको संरक्षणको निम्ति योजना निर्माण गरिनेछ। हरित सडक निर्माणका लागि सडकको क्षेत्रभित्र विभिन्न कार्यालयहरूको समन्वयमा वृक्षारोपण गरिनेछ। जलवायु परिवर्तन। जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको प्रभावलाई न्यूनीकरण गर्न आवश्यक ऐन कानुन निर्माण गरी लागू गरिनेछ। जलवायु परिवर्तनको असरले पारेको प्रभावहरूको बारेमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। फोहोर मैला व्यवस्थापन। खानबारी नगर क्षेत्रभित्रको फोहोर मैलाको नियमित सङ्कलन तथा व्यवस्थापनको लागि निजी क्षेत्रलाई हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ। निजी क्षेत्रको सहकार्यमा प्लास्टिक मुक्त नगर घोषणा गर्न कार्यक्रमहरू तय गरिनेछ। फोहोर मैलाको उचित व्यवस्थापनको लागि नागरिकलाई सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। खानबारी नगरपालिका वडा नम्बर 9 मा रहेको ल्यान्डफिल साइटलाई थप व्यवस्थित गर्ने र फोहोर लैजानको निम्ति 12 महिना सवारी साधन सञ्चालनको निम्ति सडकको सुधार गरिनेछ। मापदण्ड विपरीतको प्लास्टिक जन्य सामग्रीहरू प्रयोगमा निरुत्साहित गर्न उद्योग वाणिज्य सञ्जाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रसँग सहकार्यको लागि आवश्यक प्रक्रियाहरू मिलाइनेछ। जल उत्पन्न प्रकोप। अरुण नदी, शोभा खोला तथा माल्टा खोलाका धारेहरू वर्षेनी परिवर्तन हुने कामलाई रोकथाम गर्न विशेष योजनाहरू सञ्चालन गरिनेछ। नगर क्षेत्रभित्र भएर बहने नदी तथा खोलाहरूको किनार क्षेत्रमा मानव बस्ती बस्न निरुत्साहित गरिनेछ। नदी तथा खोलाबाट हुने कटानलाई रोक्न तारजाली बायो इन्जिनियरिङलाई प्राथमिकता दिइनेछ। विपद व्यवस्थापन। विपदजन्य घटनाहरूबाट पीडितलाई तत्काल राहत दिनका लागि आवश्यक सामग्रीहरू खरिद गरी तत्काल उद्धार तथा राहतको कार्यक्रमहरू सञ्चालन गरिनेछ। हरेक वडामा विपद जोखिम व्यवस्थापनको लागि न्यूनतम रूपमा आवश्यक पर्ने सामग्रीहरू सहित विपद जोखिम व्यवस्थापन केन्द्रको व्यवस्थापन केन्द्रलाई निरन्तरता दिइनेछ। विपद जोखिम न्यूनीकरणमा सुरक्षा निकायसँग समन्वय गरी विपद सुरक्षित तालिम सञ्चालन गरिनेछ। विपदका कारण हुन सक्ने क्षतिलाई घटाउन आवश्यक पर्ने त्रिपाल, तारजाली, होम पाइप जस्ता सामग्रीको खरिद गरी भण्डारण गरिनेछ। नेपाल रेड क्रससँगको सहकार्यमा विपद व्यवस्थापन सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछ। बारुण यन्त्र सञ्चालन। खानबारी नगरपालिकामा रहेको दमकललाई चुस्त दुरुस्त राखी सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। नगरपालिकामा रहेको दमकलमध्ये एक थान घना बस्ती र सहरीकरणको कारण टोलिङटारबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ। सुशासन तथा संस्थागत विकास। सुशासन तथा संस्थागत विकासमा क्षमता अभिवृद्धि गरी तल उल्लेखित नीतिहरूलाई पूरा गर्न कार्यक्रमतर्फ आवश्यक बजेट विनियोजन गरेको छु। मानव संसाधन विकास। खानबारी नगरपालिकाको मौजूदा कर्मचारी संरचनालाई पुनरावलोकन गरी कार्यबोझ, कार्यप्रकृति, आन्तरिक आवश्यकता र राजस्व क्षमताको आधारमा ओएनएम गरी पुनरावलोकन गरिनेछ। नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीको मनोबल उच्च राख्नका लागि सबै करार सेवाका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको सुरक्षा योजनामा आबद्ध गरिनेछ।
बढ्दो बेरोजगारी समस्या हटाई समृद्ध खानबारी नगरपालिका निर्माणका लागि बेसिक तथा एडभान्समूलक तालिम तथा आयमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। सङ्घीय तथा प्रदेश सरकारबाट हस्तान्तरण भइआएका रोजगारी सिर्जना गर्ने सम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। नगरभित्रका असङ्गठित मजदुरहरूलाई सङ्गठित गरी सूचीकरण गर्ने र उनीहरूलाई रोजगारीको अवसर सिर्जना गर्न मद्दत गरिनेछ। नगरपालिका कार्यालय परिसरमा मजदुरहरूको लागि श्रम डेस्क स्थापना गरी श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सहजीकरण गर्ने कार्यविधि तयार गरिनेछ। खानबारी नगरपालिकाभित्र रहेका रोजगारदाता संस्थाहरूको लगत सङ्कलन गरी रोजगार सेवा केन्द्रको सूचना प्रणालीमा प्रविष्ट गरिनेछ। गरिबी न्यूनीकरण तथा रोजगारीका अवसर वृद्धि गर्न कार्यक्रम सञ्चालन गरिनेछ। नगर कार्यपालिका अन्तर्गतका निकायहरूमा करार सेवामा कार्यरत कर्मचारीहरूलाई कार्य सम्पादनको आधारमा मात्र निरन्तरता दिइनेछ। आवधिक नगर विकास योजना 2 को विकासको लक्ष्यसँग वार्षिक बजेट तथा विकास योजना बीच तारतम्यता स्थापित गर्न मध्यकालीन खर्च संरचना तयार गरी कार्यान्वयनमा ल्याइनेछ। नगरपालिकाको पहिलो आवधिक योजना समाप्त भएको हुनाले दोस्रो आवधिक योजना 83-84 र 88-89 तर्जुमा यसै आवमा तयार गरिनेछ। संस्थागत क्षमता विकास खानबारी नगरपालिका र भगिनी संस्था कायम भएको अमेरिका स्थित सुपेरियर सिटी बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै सहयोग आदान प्रदानको क्षेत्रमा अभिवृद्धि गरिनेछ। जवाबदेहिता एवं पारदर्शिता अभिवृद्धिका लागि क्षतिपूर्ति सहितको नागरिक बडापत्र लगायत सामाजिक जवाबदेहिताको औजारहरूलाई अभ्यासमा ल्याइनेछ। सूचना तथा अभिलेख केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइनेछ। वडाबाट प्रवाह गरिने सार्वजनिक सेवामा सहज पहुँच अभिवृद्धिका लागि वडाहरूको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। न्यायिक समितिबाट भएको मेलमिलाप तथा फैसलाहरूलाई सम्बन्धित निकायहरूमा कार्यान्वयनका लागि पठाउने प्रबन्ध मिलाइनेछ। वार्षिक खरिद योजना बनाउँदै सार्वजनिक खरिदलाई पारदर्शिता ई-बिडिङ तथा प्रक्रियागत ढङ्गबाट खरिद गर्ने व्यवस्था मिलाइनेछ। प्रधानमन्त्री रोजगार कार्यक्रम र सुरक्षित नागरिक आवास कार्यक्रमलाई परिणाममुखी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ। खानबारी नगर कार्यपालिका अन्तर्गतका कार्यालयका कर्मचारीबाट सेवाग्राहीले मुस्कान सहितको सेवा पाउने आवश्यक व्यवस्था गरिनेछ। कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ र निर्धारित आधारभन्दा पनि न्यून सम्पादन भएका कर्मचारीहरूलाई दण्ड सजाय गरिनेछ। यसका लागि कार्य सम्पादन कार्यविधि निर्माण गरिनेछ। न्यायिक समिति तथा 11वटा वडामा रहेका मेलमिलापकर्ताहरूको व्यवस्थापन र क्षमता विकासमा जोड दिइनेछ। स्थानीय तथा संस्थागत क्षमता स्वमूल्याङ्कन विधिलाई पूर्ण रूपमा लागू गरिनेछ। वार्षिक खरिद योजना वार्षिक खरिद योजना स्वीकृत गरी सार्वजनिक खरिदलाई प्रतिस्पर्धी प्रक्रियाबद्ध पारदर्शी र जवाबदेही बनाउन वडाभित्रका एकै प्रकृतिका कार्यलाई प्याकेज बनाई बोलपत्र मार्फत खरिद गरिनेछ। राजस्व परिचालन नगर क्षेत्रमा सञ्चालित आयोजनाका क्रसरहरूलाई करको दायरामा ल्याइनेछ। आन्तरिक स्रोतको परिचालनका लागि राजस्व सुधार कार्यक्रम तयार पारी नगरपालिकाको आन्तरिक आय स्रोतमा वृद्धि ल्याइनेछ। राजस्व परामर्श समितिबाट प्राप्त सुधारका आधारमा आन्तरिक राजस्व प्रणालीलाई सुधार गरिनेछ। आन्तरिक आम्दानीलाई पारदर्शी र करदाता मैत्री बनाउन वडा तहसम्म राजस्व साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ। राजस्व वृद्धिका नयाँ क्षेत्रहरू पहिचान गरी करको दर रेटलाई सक्दो न्यून बनाउने र दायरालाई फराकिलो बनाइनेछ। जमिन वा भौतिक संरचनाको मूल्याङ्कन मापदण्ड र विधिलाई सडक पहुँच र उपयोगको आधारमा व्यावसायिक आवश्यक कृषि र अन्य जमिन गरी वर्गीकरण गरेर मूल्यमा आधारित सम्पत्ति कर प्रणालीको प्रभावकारी कार्यान्वयन गरिनेछ। सङ्घ सभा उद्योग वाणिज्य सङ्घ तथा चेम्बर अफ कमर्ससँग व्यवसाय दर्ता नवीकरण र व्यवसाय कर उठाउने कार्यमा सहकार्य र साझेदारी गरिनेछ। नगर क्षेत्रभित्र रहेका टेलिफोन टावरहरू निजी क्षेत्रबाट सञ्चालित इन्टरनेट प्राध्यायक संस्थाहरूलाई करको दायरामा ल्याइनेछ। सम्भावित करदाताहरूको पहिचान गर्दै कर शिक्षा कार्यक्रमहरू सञ्चालन गरी कर तिर्ने अभ्यासलाई प्रोत्साहन गरिनेछ। साथै सबैभन्दा बढी कर तिर्ने 3 जनासम्म करदातालाई वार्षिक रूपमा सम्मान गरिनेछ। नगरपालिकाको चल अचल सम्पत्तिहरू परिचालन गरी सेवा शुल्क सङ्कलन गरिनेछ।
नगरपालिकामा करदाताले तिर्नु बुझाउनु पर्ने राजस्व रकम अनलाइन प्रविधिबाट तिर्न बुझाउन पाउने व्यवस्था मिलाइनेछ। नगरपालिकामा सञ्चालित निजी विद्यालयहरूलाई करको दायरामा ल्याइनेछ। घर बाल करको हकमा उपयोगको आधारमा कर दर कायम गरी वास्तविक बाल रकम स्वयं घोषणा गर्न पाउने सम्बन्धी आवश्यक कानुनी र नीतिगत व्यवस्था मिलाइनेछ। होइन सकिन आँट्यो। अब यो नीति कार्यक्रम हो, त्यस कारणले गर्दाखेरि तपाईँहरूले सुन्न जरुरी छ र यो पढ्न पनि जरुरी छ। र सेवा प्रवाहको लागि आवश्यक न्यूनतम प्रशासनिक खर्चका लागि बजेट विनियोजन गरी प्रशासनिक संरचना कार्यलाई मितव्ययी बनाउन अनुत्पादक खर्चमा कटौती गरिनेछ। आर्थिक कार्य प्रणालीलाई चुस्त र दुरुस्त बनाई प्राविधिक प्रयोगबाट वित्तीय सुशासन कायम गरिनेछ। वित्तीय पारदर्शिताको लागि कार्यालयको मासिक र आय खर्च विवरण सार्वजनिक गरिनेछ। सार्वजनिक सुनवाई खाँदबारी नगरपालिकाको सेवा प्रवाह तथा विकास निर्माणमा नगरवासीको अपनत्व र स्वामित्व सहित नागरिक निगरानी तथा जानकारीका लागि वार्ड स्तरीय नगर स्तरीय सार्वजनिक सुनवाईको आयोजना गरिनेछ। नगरपालिकाले उपभोक्ता तथा समिति मार्फत गरेका सबै खाले विकास निर्माणका कामहरूको भुक्तानी पूर्व सार्वजनिक सुनवाई गराउनु पर्ने व्यवस्थालाई थप प्रभावकारी र अनिवार्य गरिनेछ। सामाजिक परीक्षण खाँदबारी नगरपालिकाले गरेका विकास निर्माण लगायतका कामहरूको सामाजिक परीक्षण गराउने व्यवस्था मिलाइनेछ। आन्तरिक र अन्तिम लेखा परीक्षण नगरपालिकाको आन्तरिक लेखा शाखालाई चुस्त र दुरुस्त बनाई उपलब्ध जनशक्तिको क्षमता विकास गरी आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाइनेछ। खाँदबारी नगरपालिकाको अन्तिम लेखा परीक्षण हुनुभन्दा अगाडि नै आन्तरिक लेखा परीक्षणको काम सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ। बेरुजु फरछोट महालेखा परीक्षकको प्रतिवेदनका आधारमा विगत वर्षहरूमा औँल्याइएका बेरुजु रकमहरूलाई यथाशीघ्र फरछोट गर्ने व्यवस्था मिलाई आगामी दिनहरूमा बेरुजु न्यून गर्नेतर्फ विशेष ध्यान दिइनेछ। सेवा प्रवाहको मापदण्ड निर्धारण नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाहको बारेमा जानकारी गराउने उद्देश्यले विद्युतीय नागरिक बडापत्र राखी सेवाग्राहीहरूलाई सहज तथा सेवा प्रवाह छिटो र चरित्रो बनाइनेछ। खाँदबारी नगरपालिकाका सम्पूर्ण नागरिकहरूलाई पहिलो पटक नागरिकता लिनका लागि सिफारिस दस्तुर निशुल्क गरिनेछ। नागरिक सन्तुष्टि सर्वेक्षण खाँदबारी नगरपालिकाले उपलब्ध गराउने सेवाका सम्बन्धमा सेवाग्राहीहरूको सन्तुष्टिको अवस्था मापन गरी नागरिक सन्तुष्टि सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा सेवा प्रवाहमा सुधार ल्याइनेछ। अन्तर निकाय समन्वय खाँदबारी नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका कार्यहरू गर्दा सङ्घीय सरकार प्रदेश सरकार तथा अन्य पालिका तथा निकायहरूसँग आवश्यक समन्वय गरी संस्थागत सुशासन कायम गर्न सेवा प्रवाहमा प्रभावकारिता र सरलता विकास गर्ने नीति अङ्गीकार गर्ने कार्यलाई निरन्तरता दिनेछ। आगामी आवका लागि खाँदबारी नगरपालिकाले बजेटको सीमा र परिधिलाई ध्यानमा राख्दै महत्त्वपूर्ण नगरका गौरव आयोजनाहरू र रूपमा केही गौरवका आयोजनाहरू प्रस्तुत गर्न लागेका छु। यी आयोजनाहरूको निर्माणले समग्र नगर क्षेत्र मात्र नभई देशको नमुना योजनाको रूपमा विकास गर्न सकेमा कोसेढुङ्गा साबित हुने आशा लिएको छु। सुविधा सम्पन्न सभागृह निर्माण गर्ने कार्य, स्विमिङ पुल निर्माण गर्ने कार्य, खाँदबारी सङ्ग्रहालय निर्माण गर्ने कार्य, खाँदबारी क्रिकेट रङ्गशाला निर्माण गर्ने कार्य, मनोकामनामा मन्दिर निर्माण गर्ने कार्य, खाँदबारी नगरभित्र सपिङ कम्प्लेक्स निर्माण गर्ने कार्य, खाँदबारी टोडीखेल बजारलाई व्यवस्थापन गर्ने कार्य। नगरसभाका सदस्यज्यूहरू यस नगरसभामा पेश गरिएको यो नीति तथा कार्यक्रम उप छलफल गरी पारित गर्ने कार्यमा नगरसभामा सदस्यज्यूहरूको सक्रिय र संरचनात्मक सहभागिता हुनेछ। नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूले पारित भएको नीति तथा कार्यक्रमलाई लागू गर्न सक्रिय सहभागिता हुनेछ भन्ने आशा लिएको छु। साथै नगरपालिकाका सम्पूर्ण कर्मचारी प्रति यो नीति तथा कार्यक्रम तयार पार्न दिनुभएका सुझावहरूप्रति
आभार प्रकट गर्दै पारित भएका नीति कार्यक्रम कार्यान्वयनका लागि कर्मचारीहरूप्रति आग्रह गर्दछु। यस नीति तथा कार्यक्रम तयार पार्ने सम्बन्धमा सम्पूर्ण कार्यपालिका सदस्यहरूप्रति धन्यवाद दिँदै पूर्ण कार्यान्वयन गरी उत्कृष्ट नतिजा हासिल गर्ने सन्दर्भमा सदा अग्रसर हुनुहुनेछ तथा यसमा सबै क्षेत्र तथा निकायहरूको सहयोग हुनेछ भन्ने आशा लिएको छु। अन्तमा खानबारी नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पूर्वाधार एवं मापदण्ड पुरा गर्नेतर्फ प्रयत्नशील रही यसको लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम सरकारवाला निकायसँग सहकारी र समन्वय गरी उपमहानगरपालिका निर्माण गर्न पहल गरिनेछ। धन्यवाद। महेश तपलिया, नगर प्रमुख, खानबारी नगरपालिका। आदरणीय नगर सभासदज्यूहरू, यो नीति तथा कार्यक्रम लाई ठीक छ भनेर भन्नुहुने सम्पूर्ण नगर सभासदहरूले ताली बजाएर समर्थन गरिदिनु हुनका लागि हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु र आज 82-83 को नीति तथा कार्यक्रम पास भएको कुरा पनि म यहाँ घोषणा गर्न चाहन्छु। साथै अब खानबारी नगरपालिकाको यो 18औं नगर सभामा 82-83 को कुल आय व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरिएको